मान्छे भनौँ कि गोरु भनौँ पशुले पनि यस्तो गर्दिनु होला र यो मान्छेको काम हो है यस्तो गर्नु भएन गाइज यदि यो भिडियो हेर्दैछस् भने आएर सरसफाइ गरेछ है रनमती साला को होस् रनमती गोठ चाहिँ मेरो सुत्ने मना छ केटार अङ्गाल हाल्दै होइन हजुर तपाईँले गाह्रो भएन कि गाह्रो भइरहेछ केटाकेटी जम्मा जोलेर सुत्दाखेरि तपाईँले गाह्रो भएन भनेको कि इन्डियन आर्मीको जकेट लाएर त माओवादी जस्तो देखियो अरे क्या त्यसलाई यस्तो नि हुन्छ अन्त त कलियुगको रावण जस्तै लाग्छ यार म त यार केटा यार उहिले जमानामा रावणको 10वटा टाउको अनि 20वटा आँखा थियो अनि उहिले नजर भने उसलाई मात्रै सीतालाई मात्रै लाउँथ्यो अब तेरो अब एउटा टाउको छ होइन 2वटा आँखा अनि तैँले नजर भने हजारौँ केटीले लाउँछस् यार के हो पारा वास्तवमा रावणको त रहेछस् केटा सुरु गरौँ हेलो गाइज नमस्ते स्मृति पकार मगर वेलकम ब्याक टु माई युट्युब च्यानल के छ खबर आई होप सबैजना सन्चै हुनुहुन्छ होला सो आफ्टर लङ टाइम पछाडि भिडियो बनाउँदैछु भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला भिडियो कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया कमेन्ट बक्समा दिन चाहिँ नभुल्नु होला अनि मेरो युट्युब च्यानलमा नयाँ भिजिट गर्दै हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला अनि यो भिडियोलाई लाइक गरिदिनु होला अनि मन परेमा आफ्नो साथीहरूलाई सेयर गर्न पनि नभुल्नु होला तपाईँको एक सेयरले गर्दाखेरि मलाई अर्को भिडियो बनाउनको लागि हौसला मिल्नेछ है त गाइज बिरामी थिएँ होइन त्यो भएको कारणले भिडियो पनि बनाउन पाएको थिएन अनि त्यस्तै भयो होइन अब क्यापकटमा पनि प्रो भर्जन लाग्यो होइन एडिट गर्नको लागि पनि गाह्रो भयो क्या अनि त्यस्तै समस्याले गर्दाखेरि मैले भिडियो बनाउन पाएको थिएन आज बनाउँदैछु है त अनि बिहानको मौसम हेर्नुहोस् कस्तो छ अनि आज चाहिँ भाइहरूसँग माथितिर घुम्न जान लागेको छु गाइस है ट्रेकिङ हल्का बिहानको भ्यू गाइज हिमालतिर हिउँ परेको छ है हिमपात भइरहेको छ अग्लो ठाउँमा माछा पुछ्रे धौलागिरी ढेकिने रहन्छ अनि हाम्रो स्कुल है अनि हाम्रो गाउँ मर्निङ भ्यू है गाइज हो मान्न पर्छ आज तपाईँले यार बडा आमा छोर कस्तो आँखा पुरा झिलमिलाएर हिँड्नै सक्छ नि त्यो होला यार कहाँ फालेको नि मोबाइल फेरि हजुर है त यार लोटेला आज होस् गर्ने त्यहाँबाट खस्ने नि त कहाँ यत्रो सिकी आन्द्रा भुरी टिप्ने हो यार
झिन्ना नास्ता लिएको यस्तो झुरु झुरु परेछ ब्यागमा बोक्दाखेरि। अहिले चाहिँ हामी मानढुङ्गा भन्ने ठाउँमा आएको छौँ है। अघि एकछिन घाम लागेको थियो तर अहिले चाहिँ घामसम्म बुढिसकेको छ। तर उकालोमा हिँड्दा ठिकै भएको छ, त्यति धेरै गर्मी भएको छैन। तर बस्दाखेरि जाडो हुन्छ है, जाडो चाहिँ चढिसकेको छ गाइस। फुल अहिले चाहिँ हामी जलजला अन्तर जलजला आएको छौँ है। फुल फुल्ने सिजन त होइन है, त्यही पनि हैछ अलिअलि। यो चाहिँ टिटो है, ज्वरो आउँदाखेरि यसलाई पानीमा पकाएर खाने गर्छन् है, औषधि हुन्छ गाइस। अनि पहिला हाम्रो कोठ्या हुन्थ्यो है, पहिला बाजेहरू बाबाहरू यहाँ बस्नुहुन्थ्यो। हाम्रो यहाँ अलि माथि थियो यार, घोटो उसको कोथुरीको भट्की चल्दा। अनि भुमसल्ला वेदर पुरा कुहिरो लागेर राम्रोसँग खुले पनि छैन। सो फाइनली गाइज यति धेरै हिँडेपछि आइपुग्यो है बागलुङ अनि प्युठानको सङ्गम स्थल, पर्यटकीय स्थल नाङ्गेधुरीमा है। र यो ठाउँमा चाहिँ धेरैचोटि आइसक्यो, भिडियो पनि धेरै बनाइसक्यो है। यहाँ हेर्नुहोस् त मान्छेहरू, मान्छे भनौँ कि गोरु भनौँ, पशुले पनि यस्तो गर्दिनु होला। र यो मान्छेको काम हो है, यस्तो गर्नु भएन गाइज। घुम्न आउनुहुन्छ राम्रो तरिकाले घुम्नुहोस्। अनि यहाँ भएको संरचनालाई तोडफोड गर्ने होइन, सकिन्छ भने बनाउने, सकिँदैन भने त्यहाँ भयो उसँग रमाउने है। अनि तोडफोड गर्ने यताउति बायाँ यताउति गर्नुहुन्न है गाइज। तर यस्तो टाइममा आयौँ कि मौसमै खुलेको छैन क्या। हेर्नु त यस्तो कुहिरो म हिँड्न पनि सकेन क्या। अस्ति भर्खर अपरेसन गरेको होइन, अनि यो भएको कारणले पनि हिँड्न सकेन। यदि म बिरामी हुन थिएन भने चाहिँ आइन्थ्यो है, छिट्टै आइन्थ्यो। र अहिले हिँड्दै कति बज्यो, समथिङ दुई नै बज्यो होला। अब एकछिन रेस्ट गर्छौँ अनि 2-4वटा फोटो भिडियो बनाएर अनि फर्किने है। नास्ता पनि खाने, भोक पनि लाग्यो। पानी बोकेर आएको थियौँ, पानी पनि सिक्थ्यो। 2 बोतल लिएको थियो होइन, 2 बोतल नै सक्यो। अब त तिर्खा लागेर के खानु, आफै पिसाब फेर्नु अनि आफै खानु। तर भदौतिर आएको है, यही नि साना फुल बिरुवाहरू छ नि, यिनीहरू फुलेर झकमक्क भएको हुन्थ्यो होला। अब आउनु चाहिँ टाइममा आएन। बाँदर
तल बाँधो अस्तिको चोटिमा आउँदाखेरि हामी त्यो गोठमा बसेको थियौँ त्यही गोठमा एकछिन रेस्ट गर्छौँ अनि त्यसपछि भिडियो बनाउँछौँ है त गाइस अनि बिस्तारै खुल्दै पनि छ होइन मौसम त्यो त पक्कै तलको त्यो बादलहरू त खुल्दैन होइन तर उज्यालो चाहिँ कुहिरोहरू चाहिँ हट्छ होला जस्तो भएको छ हेरौँ बेसी के हुन्छ है त अघि भिडियो 3xबाट भएछ क्या त्यो जुम गरेर नजिकबाट भएको होला है यसलाई कम्प्रोमाइज गर्नु होला के गर्नु अब त्यो हेरेन क्या अनि बिस्तारै मौसम खुल्दैछ अनि यहाँ एउटा गोठमा चाहिँ घुम्न आउने मान्छेले फोहोर गराइदिएको रहेछ बस्नको लागि बस्ने ठाउँै रहेन रहेछ त्यहाँ त्यहाँ खाएर त्यहाँ सबै त्यहाँ फालेको होइन अनि यहाँ अर्को गोठमा जान भएको है हो दाउरे साउरे होला आगो ठुलोम्रो एकछिन टेस्ट गर्ने आगो डाबै हो कुन चाहिँ पागल हो यस्तो गोठमा आएर यार यस्तो बनाइदिने बसेर खाओस् होइन अनि त्यहाँबाट सरसफाइ गरेर गए त हुने नि है अरू आउँदा पनि त सहज होला नि त आफू मात्रै बस्ने अनि आफूले मात्रै चाहिने जस्तो गर्ने क्या पागलहरू होइन त कमसेकम सरसफाइ गरेपछि अर्कोचोटि पनि त आउनुपर्छ नि उसलाई होइन साला पागल यदि यो भिडियो हेर्दैछस् भने आएर सरसफाइ गरेछ है रनमती साला को होस् रनमती गोठ चाहिँ मेरो होइन तर पनि होइन एउटा दिलेले जोसुकै होस् होइन तर यो सरसफाइ चाहिँ फेरि अर्कोचोटि आउँदा चाहिँ गरेछ है भाइ यो हिजो अस्ति नै आएर त्यस्तो बनायो होला कि कडा बस्ने जाडो बढ्यो नि केटा किसिम जाडो बढ्यो तर किन यहाँको संरचनाहरू टिक्न सकेको छैन ए जति गरे पनि भड्किएको भड्कियो नि त त्यो पनि भट्केर फेरि बनाएको नि सबै बसेर उ गर्थ्यो सुरुमै बनाएको घर यो दुईचोटि रिपेयर गरिसक्यो यहाँ यो बब्बाल व्यवस्था छ है केटा अब यहाँ बस्न आउन तर यो पनि भाँचिदिएको रहेछ हो यस्तो त गर्नु भएन केटा साथीहरू टोइलेट त युज गर्दैन यार यो खासै युज गर्दिन कि हो तर त्यहाँ पनि चौर राम्रो छ त यार के छ हिरो के छ भन्नु तँले जातबिटी गरिस् जातबिटी गरिस् यता आउने भनेर के छ भन्नु हो अहिले सिजन छैन जाम नजाम भनेर पनि जाम भन्ने है अनि आयो अनि पुरा कुहिरोले बर्बाद चिसोले गर्दाखेरि तर धन्न अहिले चाहिँ हावा चलेको छैन है वैशाखमा त यस्तो हावा चल्छ कि कहाँ बारी केटा त्यहाँ जान धेरै लाग्छ नि केटा टाढा छ पारी अरे के सुत्ने बनाएको केटार केटी अङ्गाल हाल्दो होइन हजुर तपाईँले गाह्रो भएन
कि गाह्रो भइरहेछ केटाकेटी जम्मा जोलेर सुत्दा हेर्छ मैले गाह्रो होइन भनेको के बास बास अस्ति नै इन्डियन आर्मीको जकेट लाएर त माओवादी जस्तो देख्यो अरे क्या त्यसलाई त्यस्तो नि हुन्छ अनि तेरो माओवादीको त्यो त होइन आकेटा फोटो खिच्नसम्म खिचेर त अनि लास्टमा त माओवादी जस्तो देख्यो अरे केटाहरू आएर पुरा यहाँ सेगुवा बनाएर खाएको रहेछ त्यता राम्रो होला र यता राम्रो आउँछ गडा आयो बा फोटो खुब खिच्यो है तर भने जस्तो मौसम चाहिँ गरेन होइन अनि के छ त अनि यो ठाउँको बारेमा के भन्नु छ तपाईँ बाहिर पनि घुम्न चाहनुहुन्छ भने आउनु होला यता हेरेर अनि केटी त अनि झुल पानी भयो त अनि फोटो त होइन त्यस्तो होइन के हो त अनि खत्रै फोटो खिचिस् त यहाँ त अनि अब केटी प्लास्टै झुल पानी हो यहाँ अन्त त कलियुगको रावण जस्तै लाग्छ यार म त यार केटा यार उहिले जमानामा रावणको 10वटा टाउको अनि 20वटा आँखा थियो अनि उहिले नजर भने उसलाई मात्रै सीतालाई मात्रै लाउँथ्यो अब तेरो अब एउटा टाउको छ होइन 2वटा आँखा अनि तैँले नजर भने हजारौँ केटीले लाउँछ यार के हो पारा वास्तवमा रावणको त रहेछस् केटा मेरो आगै त्यस्तै छ भन्दै बास बास तर आउँदाखेरि दिन पारेरै आएछौँ गाइस हेर्नु त यस्तो कुहिरो कुहिरो है मौसमै नखुलेर तनाव जता हेऱ्यो 360 भ्यू जता हेऱ्यो उही छ कुहिरै कुहिरो होइन कमसेकम मौसम खुलिदिएको भए पनि राम्रो हुन्थ्यो होला क्या कुहिरो लागेर हुन त हिजो अस्ति पानी पर्यो नि त त्यो कारणले पनि होला होइन हामी पनि 1-2 दिन पछि आउनु पर्ने अनि भाइको फेरि छुट्टी थोरै थियो क्या होइन अब फेरि उता पल्टन जानुपर्ने अनि त्यही भएर जाम भनिहाल्यो अनि यो अस्ति भनेको थियो उसले त तर मैले भ्याएन मेरो काम थियो होइन त्यो भएको कारणले अनि म रिकभर हुन पनि टाइम लाग्यो नि त अनि त्यो भएर अहिले हिँड्न गाह्रो हुन्छ नि त मलाई अनि अहिले बिहानको मौसम चाहिँ खुलेको थियो कि अनि त्यो टाइममा आएको भए चाहिँ हुन्थ्यो होला सायद होइन तर हामी चाहिँ त्यो टाइममा आउन सकेन म हिँड्नै सकेन क्या यस्तो भयो अनि तल फेरि हामी फेरि मृग देखेर अनि उसले लखट्दै बस्यो के अनि त्यो भएको कारणले पनि ऊ भयो नि त टाइम वेस्ट भयो क्या अनि त्यो भएको कारणले टाइममा आउन सकेन केही छैन अब त्यहाँ टाढाको भ्यूहरू हेर्न पाएन होइन अनि लगायत अन्य ठाउँको भ्यू पनि हेर्न पाएन जगे गोठमा जगेटा गोठमा जगे अनि गोठमाको अझै पुगेन अरे भाइहरूलाई फोटोले यो देउराली बनाएको अरे कि फुल चढाउनको लागि अनि यो चाहिँ पोखरी है यो पानी सङ्ग्ल्यो भने गाई भैँसीलाई हुन्छ भनेर बनाएको तर यहाँ त पानी नै सङ्ग्लिएन के प्लस्टर गर्न पाएको भए हुन्थ्यो
अब फेरि ऊ भयो नि त यो पुरै यहाँदेखि भित्रभित्र ढाड रहेछ कि पानी नदिरो रहेछ अनि त्यही भएर पानी अडिने भए त बेस्ट हुन्थ्यो नि त राम्रो हुन्थ्यो होइन गाई भैँसीलाई पनि गाह्रो हुने थिएन उनीहरू पानी खानको लागि धेरै तल त जानुपर्ने थिएन जाडो भयो अनि आगो तापेर बसेको है दाउराले हालिरहेको पुरै फुल स्टकेर डढ यार खराइले बल्ल हल्का मौसम खुल्यो तर फर्किने बेला भइसक्यो के गर्नु अब अनि टाइम पनि छैन होइन बस्ने मलाई अहिले फेरि झर्न पनि टाइम लाग्छ मल्ल गरेको भिडियो बनाउनु जस्तो अब चाहिँ फर्किन लाग्यो रात पर्न लागिसक्यो आगो ताप्यौँ एकछिन होइन यहाँ बस्दाखेरि ज्यान धेरै नै चिसो भएको थियो अनि आगो ताप्यौँ अनि आगो पनि मारेर आयौँ होइन फेरि त्यो गोठमा आगो लागि हुनसक्छ अनि आगो सागो मारेर अब फर्किन लागेको भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया कमेन्ट बक्समा दिन चाहिँ नभुल्नु होला अनि मेरो युट्युब च्यानलमा नयाँ भिजिट गर्दै हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला तपाईँको एक सब्सक्राइबले गर्दाखेरि मलाई अर्को भिडियो बनाउनको लागि हौसला मिल्नेछ अनि भिडियो मन परेमा आफ्नो साथीहरूलाई सेयर गर्न पनि नभुलिदिनु होला अनि लाइक गरिदिनु होला थ्याङ्क यू सो मच अन्तिमसम्म हेरिदिनु भएकोमा